सो हेलो गाइस, हजुरलाई स्वागत छ मेरो युट्युब च्यानल अमित थापा ब्लग्समा। अनि फेसबुक पेजमा हुनुहुन्छ भने अमित थापा मगरमा हुनुहुन्छ। अनि आज चाहिँ म है हाम्रो गाउँमुटाको है श्री हंसेश्वर शिव मन्दिरमा जो पुराण 5 दिनको भइरहेछ होइन, जो श्रीमद् महाविष्णु पुराण भइरहेछ। आज चाहिँ 4th ब्लग छ, यो 4था ब्लग छ। उम्मेद गर्छु हजुरहरूलाई मन परिरहेको यता यस्तै प्रकारले हिरण्यकश्यपु हिजो हाँस्दै थियो नि, त्यस्तो चाहिँ नहाँस्नु। अब घर जाँदिनँ म त, अब घर जाँदिनँ। मैले जीवनमा प्रण गरेको थिएँ, जुन पुरुषले मलाई पहिलोचोटि स्पर्श गर्छ उहीसँग म विवाह गर्छु भनेर मैले प्रण गरेको थिएँ। आज तपाईँले मेरो हात पक्रिनु भयो। अब तपाईँको म अर्धाङ्गिनी, तपाईले मलाई विवाह गरेर लिएर जानुहोस् भन्दा राम 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 यो कहाँ हुन्छ? हुँदैन। तिमी कहाँ ब्राह्मणकी पुत्री, म कहाँ क्षेत्रीय पुरुष? हुँदैन, मेरो धर्मनाश हुन्छ। हाम्रो गुरुकुल पनि बनिएको छ र जयगाउँ शाखा हिजो आयोजन भयो र राङ्गामाटी शाखाबाट हाम्रो सिबी थापाज्यूको धेरै ठुलो अतुलनीय योगदान छ र जो हात ताली दिएर स्वागत। साह्रै राम्रो सेवाभावी, साह्रै राम्रो भक्ति गर्ने हाम्रो राङ्गामाटीका भक्तहरूको प्रतिनिधिमा
श्री सिबी थापा यहाँ आइपुग्नुभयो, उहाँलाई तालीले स्वागत गरिदिनु होला। सबै भक्तहरू जो धन्यवाद मेरो साथी रञ्जितलाई। र आज यो गङ्गट्याको पवन भूमिमा शिव मन्दिरमा विष्णु महापुराण 5 दिने हुनुगएकोमा आज ठुलो योगदान हाम्रो साथी रञ्जितको र साथसाथै हाम्रो यहाँको प्रमुखको ठुलो भूमिका रहेछ र त्यो प्रकारले बुझ्नुहुँदैछ। र आज हाम्रो सद्गुरुदेवको माने पवित्र वचन सुन्नु पाउँदामा, प्रवचन सुन्नु पाउँदामा र ज्ञानको कार्यक्रमहरू सुन्नु पाउँदामा धेरै मन गदगदी भएर आयो र खुसी लाग्यो। हामी त गुरुदेवको जहाँ पनि पुराण हुनुहुन्छ हामी त्यहाँनिर पुग्ने गर्छौँ। यहाँ मात्रै नभएर इन्डियामा मात्रै नभएर भुटानमा पनि हाम्रो बराबर माने पुराणहरू भइरहन्छ, हामी त्यता पनि गइरहन्छौँ। र सबैजनाले आज हाम्रो यहाँ पनि थुप्रो भक्तहरू हुँदो रहेछ। एकदमै खुसी लाग्यो। आज हाम्रो सनातन धर्मको ओम नमो नारायणको भक्तहरू हुनुहुँदो रहेछ। धेरै नै धेरै हामीलाई खुसी लाग्यो। र धेरै पहिला त यहाँ पनि कन्टिन्यू पुराणहरू भइरहन्थ्यो अरे र हामी त फर्स्ट टाइम परेको। र गुरुको कृपा यो गङ्गटावासीलाई सधैँ दिन बनिरहोस्। गुरुको कृपा सबै हामी भक्त जनमाथि बनिरहोस्। यति नै भन्दै मेरो यो सानो विचारलाई यिनीहरू अन्त गर्न चाहन्छु। धन्यवाद। ओम नमो नारायण। भङ्गर भएको हुनाले मानिसले यति मात्रै नभएर आफ्नो शरीरलाई पनि त्यत्रो ममता नगर्नु अरे। यो अगरबत्तीहरू बाहिर लगेर राखिदिनु होला, यो धुवाले हामीलाई असर गर्छ है। एकजना भक्त आएर उहाँहरूलाई बाहिर राखिदिनु, किनभने शरीरको हिफाजत त हामीले गर्नुपर्छ, तर शरीरमाथि त्यत्रो ममता पनि नराख्नु अरे। सारा ममताको जड आफ्नो शरीर हो। शरीरबाटै नाता सम्बन्ध, शरीरबाटै सारा प्रपञ्च संसारको कुल कुटुम्बमा नाता गोता सबै शरीरबाटै फैलिन्छ। मतलब शरीरप्रति त्यत्रो ममता नराख्नु भने मानिसलाई मृत्युको भय कम्ती हुन्छ। जसले आफ्नो शरीरप्रति बेसी ममता राख्छ त्यसलाई मर्ने डर बेसी हुन्छ। डरै डरको सायामा बाँच्नुपर्छ। त्यस कारणले हामीले हाम्रो शरीरको हिफाजत त गर्ने हो, तर ममता त्यति गर्ने होइन। शरीरलाई जति ममता गर त्यति मन बन्धनमा पर्छ। एक दिन त उडेर जाने चरा हो, हमेसा यहाँ रहने होइन। यो कुरालाई हामीले भुल्ने हुँदैन। आदरणीय भक्त सज्जनले यहाँ मैले प्रश्न गर्नुभयो, नृपाणां कश्चित् सर्वो भवता वंश विस्तार वंशानुचरितं चैव यथावदनुवर्णितम्। हे गुरुदेव, हजुरले सबै वर्णन गर्दै गर्दै वंश, सूर्य वंश, चन्द्र वंश आदिको वर्णन गर्दै हामीलाई सुनाउनु भयो। ब्रह्माण्डको संरचना, पहाड पर्वत नदी नाला आदि इत्यादि तत्त्वको कुराहरू, प्रलय सृष्टिको सबै कुराहरू सुनाउनु भयो। यदुवंशको सम्बन्धमा अघि भर्खरै सुनिँदै थियो। म विस्तारपूर्वक श्रीकृष्णको अवतारको कथाहरू सुन्न चाहन्छु भनेर प्रश्न गर्नुभयो। पराशर ऋषिले अगाडि विस्तार गर्नुहुन्छ। हे महाराज, यही यदुवंशीमै यदुवंशमा पनि धेरै यदुवंशी राजाहरू भए, जसमध्येमा मथुराका राजा थिए जसको नाम थियो उग्रसेन।
बाबुको अवसान पछाडि राजा उग्रेसन मथुराका राजा भए। उनी बडा धर्मात्मा थिए। उनको भाइ देवक सुरसेन देशका राजा थिए अनि देवकी पुत्रीको नाम देवकी थियो। उग्रसेनको भाइकी पुत्री देवकी कंसले घरमा बहिनी थिएनन् अनि काकाकी छोरी बहिनीलाई धेरै स्नेह गर्थ्यो अनि घरमा ल्याएरै पालन पोषण गरेको थियो। Thank you.
दिइरहेका छौँ मोमेन्टो तथा आशीर्वाद जयन्त घोषज्यूलाई पनि हाम्रो सद्गुरुदेवको हातबाट बाहुलीबाट सनातन धर्म की भारत पुण्य भूमि की भारत पुण्य भूमि की सबै बगानको वर्करहरू की सबै बगानको प्रबन्धकहरू की र सिलसिला बगानका म्यानेजमेन्टहरूलाई सबलाई हामी मुरी धन्यवाद दिन चाहन्छौँ र जयन्त सरलाई पनि हाम्रो गुरुदेवको बाहुलीबाट मोमेन्ट दिएर हामी स्वागत जनाउँदैछौँ र हाम्रा म्यानेजर सिनियर म्यानेजर समीर नाइक सोसियल वर्कर पनि हुनुहुन्छ उहाँको हृदय धर्मप्रति साथ हाम्रो तुफानैलो भाइलाई पनि सद्गुरुदेवज्यूको हातबाट मोमेन्ट स्वीकार गरेर आशीर्वाद दिनु भने सद्गुरुदेव महाराज के दिने र फेरि हाम्रो कृत गौरी महानहि गौरी राम राम सीता राम राम Thank you.
तत्त्व ब्रह्म तिमी मनमा मेरो बस्ने सधैँ सधैँ सपनीमा आउने कृष्ण तिमी मनमा मेरो बस्ने सधैँ सधैँ राधे राधे कृष्ण तिमी मनमा मेरो बस्ने सधैँ यमुनाको नीलो पानी कृष्ण लागि पुण्यको लागि धर्म त मानिसकै छैन पशु प्राणीले आफ्नो धर्म छोडेकै छैन हामी मानिस चाहिँ आत्मा बेच्छ हाम्रो कहाँ धर्म हुँदैन त्यसरी धर्म यहाँ भगवान्ले गौ सेवा गर्न जानुभयो सधैँभरि गौ सेवा गर्न जानुभयो जब भगवान गौ सेवाको लागि जानुहुन्थ्यो ती प्रजाङ्गनाहरू ती बालिकाहरू जति थिए कृष्णकै गुणानुवाद गर्दै केटाकेटीहरू पनि कृष्णकै गुणानुवाद गर्दै कृष्णकै सम्झनामा जीवनचर्या चलिराखेको छ योभन्दा ठुलो कुरा के छ एउटा योगी भगवानको सम्झना गरिरहन्छन् खाँदा पनि लागि सम्झिन्छन् उनीहरूको जीवन बडो दिव्य छ कतिखेर अब आउनुहुन्छ होला भनेर पर्खेर बसिरहन्छन् जब कृष्ण आउनुभयो छेउमा जान्छन् हेर्छन् दर्शन गर्छन् यो पृथ्वी डुबाउन लागे मान्छे सब त्रायमान घर गाई बस्तु सबै बगे डुबे बिजोग भयो श्री कृष्णले भन्नुभयो अब यता हो भन्नुभयो विशाल गोवर्धन पर्वत त्यो भगवान्ले जसरी बालकले च्याउ एउटा साधारण च्याउमा उठेर भगवान्ले गोवर्धन पर्वत खाएर सबैलाई भगवान्ले सारा दिनुभयो पानी वज्र हावाबाट 7 दिन 7 रातसम्म पानीको बारिस भयो भगवान्ले कान्छी औँलाले त्यो पर्वत उठाइ गरेपछि देवराज इन्द्र घबराए यो त साधारण व्यक्ति होइन यो त दुनियाँमा यो डुबाइसके उसका मानिसहरू सही सलामत अनि ख्यालखालमा यत्रो विशाल पर्वत उठाउने व्यक्ति कोही साधारण हुँदैन पक्का पनि भगवान्ले अवतार लिनु भएन भनेर अब नारदजीलाई सोध्नुपर्छ नारदजीको सम्झना गरे नारदजी प्रकट हुनुभयो हे गुरुदेव पृथ्वी लोकमा के हुँदैछ भन्दा के हुँदैछ वाला श्रीकृष्णलाई तिमीले जिस्क्यायौ अब तिम्रो खैर छैन हेर 7 दिन 7 रात पानी पारेर कृष्णलाई तिमीले जिस्कायौ नि कृष्ण भनेको परमात्मा हुन सक्दैनौ तिमीले आफ्नो गति बचाउने हो भने जाऊ शरण पर डरले थकामान भएर आएर भगवान कृष्णको शरण परे हे प्रभु हजुरको महिमालाई मैले जान सकिनँ चिन्न सकिनँ मलाई रक्षा गर्नुहोस् भन्दै आफ्नो मुकुट चढाए चरणमा भगवानले भन्नुभयो कोही बात छैन तिम्रो स्वर्गको त्यो गाई सुरभि गाईको दुध हिसाब लिएर आऊ यहाँ परमात्माको यजन गर्नुपर्छ भनेर इन्द्रलाई पनि राखेर भगवानले
परमात्माको आराधना गर्न लगाउनु भयो सबै मानिसहरूलाई बाटो देखाउनु भयो श्री कृष्णको फेरि एउटा भजन श्रवण गरिहाल्नु सद्गुरुदेव महाराज के भक्त संतबित Thank you.
बोले श्री कृष्ण भगवान
उहाँलाई सुख शान्ति मार्गतिर लैजानुहोस्। योगदान दिनुभएको